एमाले समर्थकज्यूहरू तपाईहरु यो केपी ओलीको लागि आन्दोलन गर्न छोड्दिनु यार। कामै छैन तपाईहरुको आन्दोलन। बेकारमा अनावश्यक आन्दोलन गरिरहनु भएको छ के तपाईहरुले। सुन्ना खोली आन्दोलनमा जानेले गारमा पावर हुनु पर्यो नि। तिम्रो पास्ट खाली सोशल मिडियामा हौ 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 गरेर पनि भुकेर हुँदैन। आन्दोलनमा त जानु पर्यो। तर तिमी त खाली सोशल मिडियामा मात्रै अराजक फैलाउने मात्रै गर्छौ। अनि केपीलाई त कसैले साथ दिँदैन। हेर खोली कसैले साथ दिँदैन किनभने त्यो त ज्यान मारा। अनि यो आन्दोलन गरेको मान्छे गुखाने मान्छेहरू यो केपीको भरौटे र श्रौटे मात्रै हो। जुन पहिला लुटेर चुसेर अरूलाई भ्रष्टाचार गरेर अरूलाई शोषण गरेर मात्रै खान्थे तिनीहरूले मात्रै जान्छ। हेर 2 तिहाईको सरकार बनिसक्यो। त्यो जनतालाई मन पराइसक्यो। अब त तिमीहरूलाई साथ दिँदैन। कसैले साथ दिँदैन। आन्दोलन पनि हुँदैन। अनि यसपालि आन्दोलनमा गएपछि त पुलिसको भट्टे चाकमा हान्छ अनि गुहा गाइदिन्छ। त्यही गु तिमीलाई लगेर खुवाइदिन्छ। तिमी पनि गु खाने पर्यो नि त त्यसैले।